कस्तो हो के हो त्यही हो दामी गाना बज्यो भने यस्तो होइन कस्तो थियो उतापट्टि देखिनु भएन कि उहाँ देखिनु भएन कि ब्लगमा नाच 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 नाच्छ होइन नाच्ने हजुर ननाच्ने
डर लाग्छ त्यहाँ उता हेर्नु पनि अहिले जहाँनिर नि रमाइलो हो नि कार्यक्रम भन्ने होइन ब्याक टु ब्याक भलकमा आउनु पर्यो के भनिदिनु पर्यो के भलकमा आउनु पर्यो के भनिदिनु पर्यो कस्तो लाग्यो मेला ल नानी के भनिदिनु पर्यो थोरै भलकमा आउनुहुन्छ केही भनिदिनु पर्यो के स्त्री लजाको खोज्नु पऱ्यो हाम्रो नयाँ मान्छे हुनुहुन्छ उहाँ चाहिँ फर्स्ट टाइम भेटेको आज चाहिँ लाजले भुटुको हुनुभएको छ अनि विशेष गरी चाहिँ अब चाहिँ लास्ट दिन त भइसक्यो है अब हामी नेक्स्ट टाइममा फेरि पनि भेट्छौँ जेन्जी टोली भनेर चाहिँ समर्पण गरेको छ अब त्यसै माथि पनि विशेष कार्यक्रमलाई चाहिँ अब समर्पण गर्ने अब अवलोकन चाहिँ भइरहेछ अब सर्व लगाएर मान्छेहरूको हेरचाहहरू चाहिँ गरिरहनु पऱ्यो यहाँदेखि वातावरण मेलाहरू सँगसँग ठ्याक्कै मेला भेटिदिनु भयो यार खाप्छु देखाउनु न के माया लाग्यो त माया लाग्यो यार ठिक छ कहीँ खरखरे सरखरे पनि खेल्दैनन् क्या एकछिन सर्फ लगाएर हेलो के छ के भनिदिनु पऱ्यो कस्तो लाग्यो मेला एकदम बिहे चाहिँ एकदम व्यवस्थित लाग्यो अब टाइम चाहिँ कति भयो ठ्याक्कै नयाँ टाइम चाहिँ भएछ मोबाइल हेर्नुपर्छ ठ्याक्कै निकालेर अब हामी ब्लकको अन्तिम चरणमा पनि आइसकेको छौँ हाम्रो विशेष गरी एउटा मित्र पनि हुनुहुन्छ उहाँ गाउँले जिन्दगी पऱ्यो होइन अब यहाँ चाहिँ यो खाना बनाउने चाहिँ किचन रुम है अब चाहिँ अब लास्ट टाइम हो हामी चाहिँ अब यहाँबाट निस्किनु पर्छ अब त्यो भए हुन कारणले अब ठिक छ अब जे जस्तो भए पनि एकछिन यसो चप्पल लगाएर अब चाहिँ हामी घर जाने है एकछिन घुमेर आइजाउँ सर एक राउन्ड ल जहाँ गए पनि जम्का गेट भइभुटिने आज भ्लगको बारेमा के भनिदिनु पऱ्यो भने कोही छन् यहाँ भन्नेवालाहरू विशेष गरी कस्तो लागेको छ आज मेला राम्रो लागेछ एकदम आज मेलाको बारेमा के भन्नु पऱ्यो भोलि भ्लगमा आउनु पऱ्यो नयाँ मान्छे हुनुहुन्छ उहाँ पनि लाजले भुटुक्कै केही बोलिदिनु पऱ्यो क्या कस्तो भयो मेला कसैले पनि सुन्नुहोस् न चट्ट लगाएर होइन ठिक छ अरू पनि भनिदिनु पऱ्यो दुई चारवटा यता हेरेरै भनिदिनु भएको भए राम्रो हुन्थ्यो क्या भन्न आउँदैन अलिक फेस नै देखाएर भनिदिनु पऱ्यो उसो भयो कस्तो भयो जाडो त भएन एकदम भयो यदि राम्रै तरुणहरू हुनुहुन्छ है यहाँनिर कसैले आँखा चाहिँ नलाइदिनु होला अनि अरू केही छ भनिदिनु पर्ने कस्तो भयो अब यस पछाडि डान्स त हान्नुहुन्छ होला होइन
आउँदैन ए ल त्यस्तो बेस हेर्नु पऱ्यो भोलि चाहिँ उहाँ पनि आउनुहुन्छ होइन एउटा ब्याटल गाइदिनु पऱ्यो डोरी पनि गाइदिनु पऱ्यो सकिन्छ भने टाइम कति भयो एकछिन यसो मोबाइलमा देखाइदिनु पऱ्यो कति बज्यो खै कति बज्यो देखाइदिनु त छिटो यस्तो ठ्याक्कै ब्याकग्राउन्ड देखाउन मिल्दैन भने मिल्छ होला कि मिल्छ मेला भयो मिलायो खै यस्तो भयो यस्तो देखाइदिउँ न मोबाइल कति बज्यो भनेर ठ्याक्कै करिब यति बजेसम्म पनि निन्द्रा लागेको छैन कोही कोही मान्छेलाई कति टाइम भयो भन्ने कुरा 3 बजेर करिब 2 मिनट गइसक्यो अब यो